समृद्ध समाज। छोटो व्यावसायिक विश्रामपछि यहाँहरू सम्पूर्णलाई पुनः यो कार्यक्रम समृद्ध समाजमा हार्दिक स्वागत गर्न चाहन्छु र आज हाम्रो कार्यक्रमको स्टुडियोमा हुनुहुन्छ प्रकृति प्रेमी समूहका संस्थापक आस्वा आहा आधा अभियानका अभियन्ता डाक्टर उमेश श्रेष्ठ। पुनः यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हामीले अघि यो दशा र दिशा सम्बन्धी कुरा हामीले जोडिरहेका थियौं यहाँसँग। यो यहाँहरूले यो जुन आनन्दधाम दलचौकीमा ठूलो भवन पनि निर्माण भएको हामीले देखिरहेका छौं र त्यहाँ 7 दिने शिविरहरू पनि चलाइन्छ र यो शिविर कस्तो शिविर हो र के सिकाइन्छ त्यहाँ र सिक्न चाहनेहरूले यहाँहरूलाई कसरी सम्पर्क गर्न सकिन्छ? यो 7 दिने शिविर दिशा बदले दशा सप्रिन्छ। हजुर, यसलाई चाहिँ हामी आस्वा आहा ओआबिबी स्वाध्याय शिविर भन्छौं। हजुर हजुर, हैन? अनि साँचो ध्यान शिविर पनि भन्छौं त्यसलाई हामी। आस्वा आहा ओआबिबी स्वाध्याय शिविर। स्वाध्याय भनेको आफै सिक्ने शिविर। त्यसको व्यावहारिक अभ्यास गर्दै हजुर सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हासिल गर्ने शिविर त्यो। अनि साँचो ध्यानको नाउँमा यहाँ विविध किसिमको प्रचलनहरू छ अरे वास्तवमा साँचो ध्यान भनेको के हो भन्ने कुरा पनि त्यहाँ सिक्न पाइन्छ। हजुर, सिकेर चाहिँ अब कुरा बुझ्न पाइन्छ मजाले। त्यहाँ चाहिँ अब बिहान उठेदेखि सुत्ने बेलासम्मको एकदम दैनिक कार्यहरू दैनिक कम्प्याक्ट रुटिन हुन्छ र त्यो अनुसारले 7 दिन पुरा विद्यार्थी भएर हजुर सिक्ने हो। विद्यार्थी यस अर्थमा कि मतलब आफै विद्यार्थी कि सिक्ने उद्देश्यले चाहिँ त्यहाँ जाने हो। साधक भएर बस्नु पर्छ। साधक भएर हजुर यसरी बस्दाखेरि अब जसरी तौल कसरी घटाउने त्यो सिक्ने हैन। रोग कसरी घटाउने त्यो सिक्ने। रोग कहाँबाट आउँछ, कसरी आउँछ, मनमा दुःख कहाँबाट आउँछ, कसरी आउँछ, यी सबै बारेमा चाहिँ विस्तृत रूपले त्यहाँ चर्चा परिचर्चा गरेर चाहिँ सिक्न पाइन्छ। अनि व्यावहारिक यो व्यायामहरू कसरी गर्ने, आसनहरू कसरी गर्ने, योग व्यायाम यो के हो, कसरी गर्ने, त्यो पनि व्यावहारिक अभ्यास त्यहाँ गर्न पाइन्छ। अनि मर्निङ वाक, इभिनिङ वाक, हाइकिङको पनि व्यावहारिक अभ्यास गर्न पाइन्छ। यसरी चाहिँ 7 दिने शिविरमा बस्दाखेरि मान्छे अब हिँड्न नसक्ने मान्छेहरू हिँड्न थाल्छन् हैन। मोटा मान्छेहरू वेट मजाले घट्छ। दिनको 3 साग मजाले खाएर पनि वेट घट्छ हैन। हामी त्यहाँ पेटभरि नै खान्छौं, मजाले खान्छौं र अनुपात मिलाएर हैन। कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनरल्स यी सबैको चाहिँ अनुपात मिलाएर हामी खान्छौं। शरीरलाई चाहिने जति खान्छौं, पेटभरि खान्छौं, तै पनि वेट घट्छ। घटाउनु पर्नेहरूको घट्छ, बढाउनु पर्नेहरूको बढ्छ, ठिकै राख्नु पर्नेहरूको ठिकै हुन्छ। त्यहाँ रोगी भएरै मात्र जाने भन्ने कुरो पनि होइन। निरोगी रोगी सबै क्षेत्रका मान्छे त्यहाँ जान पाउँछ। जाने कसरी त भन्दाखेरि त्यो अब प्रकृति प्रेमी समूहको सदस्य हुनु पर्यो। प्रकृति प्रेमीको समूहको सदस्य भएर प्रकृति प्रेमी समूहबाट सञ्चालित सबै कार्यक्रमहरूमा सहभागी हुन पाइन्छ। त्यो पनि प्रकृति प्रेमी समूहको एउटा महत्त्वपूर्ण कार्यक्रम हो। आस्वा आहा ओआबिबी आडा को स्व अभ्यास गर्ने त्यो चाहिँ महत्त्वपूर्ण कार्यक्रम। साधक भएर त्यहाँ चाहिँ स्व अभ्यास गरेर तपाईको त्यहाँबाट सिकेर आउनु पाइन्छ। सिकेर आएर आफ्नो घरलाई निरोग धाम, निरोग आनन्द धाम बनाउनु पर्छ। सुरुवात आफैबाट गर्दै समाजलाई पनि त्यो सिकाउँदै र समाजलाई समृद्ध बनाउने अभियानमा यहाँहरू हुनुहुन्छ। हो, त्यही त। हरेक व्यक्ति आस्वा आहा गरेर आफ्नो स्वास्थ्यको मालिक आफै भयो भने खर्च गर्नु नपरेपछि बचत भयो, बचत भएपछि समृद्ध भयो। त्यो अन्कै समृद्धिमा प्रयोग गर्न पाइयो। अनि यो आस्वा आहा योग व्यायाम पनि त्यहाँ सिकाइन्छ हैन? मजाले आस्वा आहा योग व्यायाम हाम्रो टोलमा पनि छ हैन। त्यहाँ पनि अब सिक्न पाइन्छ। यो कहाँ विस्तार भइरहेछ तपाईहरुको? यो हाम्रो अब ललितपुरमा धेरै ठाउँमा छ, काठमाडौँतिर पनि छ। अब सदस्यहरू त हाम्रो नेपालभरि विभिन्न ठाउँमा हुनुहुन्छ। आफ्नो ठाउँमा आफ्नो हिसाबले गर्नुहुन्छ। भन्छ उहाँले उपत्यका बाहिरका साथीहरूले पनि त्यो तपाईको कार्यक्रम चलाइरहेको छ, आफ्नो ठाउँमा गर्नुहुन्छ, गरिरहनु भएको छ।
यो अब दिशा बदल्न सके दशा सप्रिन्छ भन्ने जुन मूल नारा छ नि यहाँहरूको, त्यसले तपाईँको कति जति सदस्यहरूले यो समाजलाई तपाईँको अहिले योगदान पुर्याइरहेको छ? अब यो यस्तो छ, हरेक व्यक्ति आफै स्वस्थ हुन सक्नु नै त्यो समाजको लागि ठूलो योगदान हो। हजुर हो हैन, एउटा बोझ हल्का हुन्छ। हजुर, एकजना व्यक्ति स्वस्थ भएर आनन्दसँग बाँच्न सक्यो भने देशलाई, समाजलाई, राष्ट्रलाई एउटा मान्छेको बोझ हल्का हुन्छ। यसरी यो अर्थमा चाहिँ हामीले समृद्धितिर अगाडि बढ्न सहयोग गरिरहेछौँ। अनि यो उचित आहारको लागि तपाईँको सातो बाटोमा अर्गानिक भान्सा पनि चलाइरहनु भएको छ यहाँहरूले, होइन? त्यहाँ चाहिँ तपाईँको जुन स्वास्थ्यवर्धक तपाईँले त्यो भान्साबाट दिनुहुन्छ, ती सामानहरू चाहिँ यहाँहरूलाई चाहिँ कहाँबाट उपलब्ध भइरहेको छ? यो यस्तो छ, तपाईँले जो भन्नुभयो अर्गानिक भन्ने यो शब्दलाई अलिक बुझ्नुपर्छ। हजुर, भन्नुहोस्। हामीले अर्गानिक भान्सा भनेर भनेका छैनौँ त है। हजुर, यसरी यो कुरा अर्गानिक सम्पूर्णले बुझ्ने गरी अर्गानिक भान्सा होइन कि त्यो हाम्रो प्रकृति प्रेमी समूहका सदस्यहरूको उचित आहारको अभ्यास गर्ने एउटा भान्सा हो त्यो, होइन? त्यो अर्गानिक नै हुन्छ भन्ने कुरो होइन, किनभने अहिलेको अवस्थामा अर्गानिक भनेर भन्नलाई गाह्रो छ। हजुर, अनि स्वस्थ हुनको लागि अर्गानिकै खानुपर्छ त हजुर हजुर भन्ने त्यो पनि होइन। हजुर, होइन, अहिले बजारमा उपलब्ध चिजहरूलाई अनुपात मिलाएर खायो भने हामी स्वस्थ हुन सक्छौं। यो हामीले जुन सामान त्यहाँ आउँछ त्यो अब हुम्ला जुम्ला विभिन्न गाउँबाट पनि आउँछ, बजारमा उपलब्ध सामान पनि हामीले त्यहाँ प्रयोग गर्छौं। गाउँबाट अर्गानिक भन्ने कुरा पनि आउँछ, तर हामीलाई अरूले उत्पादन गरेको सामान अर्गानिकै हो भनेर ग्यारेन्टी गर्न सकिँदैन। त्यसकारण हामी अर्गानिक भन्दैनौं। त्यो उचित आहारको कम्बिनेसन कसरी मिलाएर खाने भनेर बुझ्ने सिक्ने एउटा चाहिँ हाम्रो सदस्यहरूले चाहिँ बेला बेलामा खाने ठाउँ हो। त्यो भनेपछि तपाईहरुले चाहिँ त्यहाँ यहाँ भएका सदस्यहरूलाई त्यो अनुपातमा खान सिकाउनको लागि त्यो व्यवहारिक अभ्यासको निम्ति त्यो खोल्नु भएको भन्ने हो। त्यो हाम्रो संस्थाको आन्तरिक हो। ए भनेपछि आन्तरिक भने त्यहाँको सदस्यहरूले शुभेच्छुकहरू पनि जानु पाउँछ। हजुर, अनि म पनि धेरैचोटि गएको छु त्यहाँ। शुभेच्छुक नै हो, सदस्य पनि हो नि त। हजुर हजुर। अनि यो समूहले कुनै त्यस्तो अर्गानिक खेती गर्ने पनि सोच राख्नु भएको छ र यहाँको प्रकृति? हाम्रो खेती अर्गानिक होस् भन्ने चाहिँ स्वेच्छा पूर्वक त्यो होस् भन्ने चाहिँ हाम्रो त्यो एउटा कार्यक्रम पनि हो, हामीले गरेको पनि हो, होइन? तर हामीले नै यो मूल रूपमा त्यो खेतीतिर चाहिँ अहिले त्यो कार्यक्रम सञ्चालन गरिरहेका छैनौं। हाम्रो यो होस् भन्ने चाहिँ हाम्रो तपाईहरुको चाहना चाहिँ हो, तर अहिले त्यस्तो कार्यक्रमहरू छैन भन्नुभयो। हामी दलचोकीमा त अब त्यो सबै अर्गानिकै गर्ने प्रयास गर्दैछौँ, होइन? तर त्यतिले हामीलाई पुग्दैन, त्यो उत्पादनले पुग्दैन। त्यो उत्पादन त बनाउनेतिर त यहाँ पनि लाग्नु पर्ला नि त, होइन? लाग्नु त पर्छ, तर सबै हामीले नै गर्नुपर्छ भन्ने कुरो भएन। अब जनताले गर्नु पर्यो, सबैले चाहिँ तपाईहरुको सदस्यले घर घरबाट सुरु गर्नु पर्यो, जनताले गर्नु पर्यो। गर्दाखेरि राम्रो, होइन? अर्गानिक हुँदाखेरि राम्रो, तर अर्गानिक नभएको अवस्थामा पुरा स्वस्थ हुन नै सकिँदैन भन्ने कुरा पनि होइन भन्ने कुरा चाहिँ यहाँ मैले भन्नु खोजेँ। अनुपात मिलाएर आहारको अनुपात मिलाएर खाइयो भनेदेखि अन्न, तरकारी, फलफूल, सब्जी यी सबै अनुपात मिलाएर खायो भनेदेखि अहिले अर्कै किसिमले भनौँ न, अर्गानिक बाहेकै किसिमले उत्पादन गरे पनि त्यसले हामी स्वस्थ हुन सक्छौं। अब हो, विषादीको मात्रा बढिहाल्नु भएन, होइन? विषादीहरू त प्रयोग भइरहेछ आजकल, विषादी प्रयोग नभइकन उत्पादन नहुने जस्तो भइरहेछ। तर हाम्रोमा उत्पादन भइ पनि रहेको छ, नहुने पनि होइन। तर त्यसको लागि अब थुप्रै त्यसैमा समर्पित भएर काम गर्नु पर्यो। अब हाम्रो संस्थाको एउटा कार्यक्रम त्यो पनि हो, तर हामीले त्यसलाई अब व्यापक बनाउन सकेका छैनौं अर्गानिक खेती। शुभकामना छ यहाँले व्यापक बनाउन सकोस्। अनि यो उचित बिहारको लागि तपाईको प्रकृति प्रेमी समूहले विभिन्न प्रकृतिका मनमोहक ठाउँहरूमा यहाँहरू पुग्नु भएको, हाइकिङ कार्यक्रमहरू यहाँले ल्याइरहनु भएको छ। यसमा सदस्यहरूमा कस्तो ऊर्जा थप्ने काम गर्छ र यो आवश्यकता किन? अब यो शरीरको आवश्यकता हो, हैन? फिजिकल्ली शरीरको आवश्यकता अब बसिरहने मात्र होइन, हजुर, हिँड्नु पनि पर्छ भनेर चाहिँ हामीले अहिले महिनामा 2 पटक, यो 2000 अब स्थापना कालदेखि नै यो
काम चाहिँ हुँदै आएको छ हाइकिङ गर्ने। तर नियमित रूपमा चाहिँ 2063 सालदेखि हामी हरेक महिनाको चौथो शनिबार र अहिले यो पछिल्लो चरणमा आएर हामीले हरेक महिनाको दोस्रो शनिबार पनि हाइकिङ कार्यक्रम चाहिँ नियमित रूपले सञ्चालन गरिरहेका छौँ। विशेष गरी काठमाडौँका अब लोकल मान्छेहरूको लागि हो यो। काठमाडौँका मान्छेहरू अब बिदाको दिन घरै बस्ने अनि घर बस्दाखेरि झन् बढी खाएर बस्ने अनि चुपलाएर पनि बस्ने त्यो हुँदाखेरि अनि स्वास्थ्यमा समस्या आउने हुनाले चाहिँ घरमा बसिरहने होइन हिँड्नुपर्छ भन्ने सन्देश दिनको लागि एउटा त्यो उद्देश्यले अनि हिँड्दाखेरि खुट्टा बलियो हुने भयो। अब जंगलतिर गाउँघरतिर हिँड्दाखेरि स्वस्थ हावा पनि खान पाइने भयो, त्यसले स्वास्थ्यमा फाइदै हुने भयो, शरीर बलियो हुने भयो। अर्कोतिर गाउँघरमा हिँडेपछि त्यहाँ आन्तरिक पर्यटन प्रवर्धन पनि हुने भयो। त्यो आन्तरिक पर्यटन प्रवर्धन गर्ने र अनि सहभागीहरूको स्वास्थ्यलाई तगडा बनाउने र अनि स्वास्थ्य चेतना पनि बढाउने। आस्वा आहा भन्दै हिँडेपछि यो भने के होला भन्ने मान्छेमा चाहिँ जिज्ञासा बढ्छ र अनि स्वस्थ हुनको निम्ति आस्वा आहा गर्नुपर्ने रहेछ, आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनुपर्ने रहेछ भन्ने कुरा चाहिँ बुझ्नलाई सहयोग पुर्याउन पनि यो कार्यक्रमले तपाईको चेतना बढाउनको निम्ति पनि यहाँहरू चाहिँ ठाउँ ठाउँमा घुम्नुहुन्छ। हामी नेपालभरि नै घुम्छौँ। हाइकिङ ट्रेकिङ वर्षमा 4-5 वटा ट्रेकिङ हुन्छ कमसे कम। अब हाइकिङ त महिनामा 2टा भइरहन्छ। अनि यो तपाईँको सातोबादमा विभिन्न कार्यक्रमहरू पनि गरेको देखिन्छ, त्यसले चाहिँ जनस्तरमा कस्तो प्रभाव परिरहेको छ? विभिन्न अन्तर्क्रिया कार्यक्रमहरू भइरहन्छ, ठाउँ ठाउँमा त्यो भइरहेछ। त्यसले त अब राम्रै हुन्छ नि, चेतना बढाउने काम हो। स्वास्थ्य चेतना, आफ्नो आस्वा आहाको चेतना, उचित आहार विहार विचारको चेतना। तपाईँहरूको उद्देश्य त रोग लाग्नै नदिनु पनि हो होइन? रोग लाग्नै नदिनु हो नि त तपाईँहरूको उद्देश्य। अनि यदि रोग लागिसकेको मान्छेहरूलाई छ भने त्यसलाई औषधि प्रयोग गर्न सल्लाह दिनुहुन्छ कि यो प्राकृतिक पद्धति मार्फत तपाईँले यो अनुपातमा तपाईँको सल्लाह दिनुहुन्छ? सबैभन्दा पहिलो कुरो चाहिँ आफैले गर्न सक्ने विधि। आफैले गर्न सक्ने विधि भनेको के हो त भने बिना औषधि आफैले गर्न सकिन्छ, 1 नम्बर होइन। अब रोग आएको अनुचित आहार विहार विचारले हो, रोग जाने उचित आहार विहार विचारले हो। अब उचित आहार विहार विचार आफैले गर्ने हो है। अधिकांश रोगको अवस्थामा औषधि प्रयोग गर्नुपर्ने आवश्यकतै हुँदैन, आफैले गर्न सकिन्छ। आफैले गर्न सकिन्छ है। आफैले सकिने हुनाले त्यसमा चाहिँ औषधि प्रयोग गरिहाल्नुपर्ने अवस्था आउँदैन है। यो रुवा खोकीदेखि लिएर तपाईँको जीर्ण दीर्घ रोगहरूमा अब औषधि प्रयोग गरिसकेकाहरूले पनि बिस्तारै आफ्नो शरीरलाई बलियो बनाउँदै रोग घटाउँदै गएर औषधि घटाउन सक्ने अवस्था आउँछ होइन। अब त्यो हामी औषधिका विरोधी होइनौँ, डाक्टरका विरोधी पनि होइनौँ। आवश्यक पर्ने बेला औषधि पनि प्रयोग गर्नु पर्यो, डाक्टर कहाँ जानु पर्यो होइन। तर आफैले गर्न सक्ने काम नगरिकन अल्छी गर्नु भएन। उचित आहार विहार विचार त आफै गर्न सक्छ नि त हो। त्यो पहिलो काम त्यो गर्यो भने त रोग त आफै गर्छ। औषधि खाएर त प्रेसरको रोग निको हुँदैन, कन्ट्रोलमा मात्र रहने हो। सुगरको रोग पनि निको हुने होइन। यो प्रेसर सुगर चाहिँ अहिले धेरैतिर बढेको देखिन्छ, यसको कारण चाहिँ के हो? कारण अनुचित आहार विहार विचार। सिम्पल हो, सिम्पल अनुचित आहार विहार विचार होइन। अब त्यो निको पार्न सक्ने क्षमता हरेक व्यक्ति आफैमा छ हो। यही कुरा हामी बुझाउनलाई अभियान चलाइरहेको हो क्या। यही कुरा हरेक व्यक्ति आफैमा छ। डाक्टरसँग त्यो क्षमता हुँदैन, डाक्टरले सल्लाह दिने मात्र हो होइन। त्यहाँ निको पार्ने क्षमता औषधिमा पनि छैन, आफैले गर्ने हो। यो दीर्घ जीर्ण रोगहरू जो हो, नसर्ने रोगहरू भन्ने हरेक व्यक्ति आफैले कन्ट्रोल गर्न सक्ने, निको पार्न सक्ने हो। औषधिले कन्ट्रोल गर्न सहयोग गर्छ होइन। उचित आहार विहार विचार गर्न नसक्ने अवस्थामा औषधि प्रयोग गरेर कन्ट्रोल गर्ने काम गर्नु पर्यो होइन। डाक्टरको सल्लाहमा जानु पर्यो। तर उचित आहार विहार विचार गर्ने जिम्मा त आफ्नै हो नि त, आफैले गर्नु पर्यो। गर्दै गयो भने रोग त आफै घट्दै जान्छ। सजिलो छ, तर मान्छेले गरिरहेको छैन, किनभने अल्छी गरिरहेको छ हो। अल्छी गर्नु भएन, आस्वा आहा गर्नु पर्यो भन्ने चाहिँ हाम्रो अभियान। हजुर, यो जुन औषधिले चाहिँ तपाईँको रोगलाई चाहिँ पूर्ण निको बनाउने होइन, त्यसले चाहिँ तपाईँको दबाउने मात्र हो, रोगलाई नियन्त्रण गर्ने दबाउने कामहरूको। त यसको अर्थ औषधिको विरोध गर्नुपर्छ, प्रयोग गर्ने पर्ने बेलामा प्रयोग गर्नु पर्यो। हजुर, तर त्यो औषधिबाट मुक्ति सम्भव छ।
रोगबाट मुक्ति सम्भव छ। त्यो कसले गरेर सम्भव छ त भने आफै गरेर सम्भव छ। सुरुवात आफैबाट गर्नु त्यो विधि विधान प्रकृतिमा छ नि त। स्वास्थ्य विज्ञानमा त्यो त नियम छ नि त। यसो गर्यो भने निरोगी भइन्छ हैन, यसो गर्यो भने कन्ट्रोल मात्र हुन्छ भन्दै स्वास्थ्य विज्ञानमा त्यो छ नि त। एलोपेथी विज्ञानमा पनि छ, आयुर्वेद विज्ञानमा पनि छ, प्राकृतिक विज्ञानमा सबै। आखिर स्वास्थ्य विज्ञान भनेको त एउटै हो नि त। हजुर। अहिले यो विभिन्न पेथीहरू त यो त बाहिरबाट देख्दा मात्र फरक हो। आखिरमा एउटै काम नगरिकन मान्छे स्वस्थ हुँदैन। उचित आहार नगरिकन, उचित विहार नगरिकन, उचित विचार नगरिकन जुनसुकै पेथीको नाउँबाट उपचार गरे पनि त्यो स्वस्थ हुँदैन। हामी सिधै स्वास्थ्य विज्ञानको मूल मर्म के हो त? उचित आहार विहार विचार गर्नुपर्छ हरेक व्यक्तिले भन्ने अभियान हो। धन्यवाद डाक्टर साहब। अब फेरि पालो भएको छ छोटो व्यावसायिक विश्रामको। विश्रामपछि पुनः यहाँसँग जोडिनेछु। सुन्दै गर्नुहोला रेडियो नेसन 103.9 मेगाहर्ज।